आज हाम्रो गण्डकी ऐतिहासिक कोटीहरूमा सत्संग गर्न जाँदैछु म। आज तिमी यो लाला बालाहरू तिमी सम्हालेर राख। कलिमा सत्संग नै ठुलो छ, भगवानको हरिकीर्तन नै ठुलो छ। श्रीमद् भागवतको 12 स्कन्धको अन्त्यमा बताएको छ। त्यसकारणले म सत्संगतिर लागेँ। तिमी यसलाई बाबु नानीहरूलाई यो लाला बालाहरू राम्रोसँग सम्हाला है यशोदामा। श्री गणेशाय नमः। गुरु गणपति श्री गणेशाय नमः। गुरु गणपति पहिलो पूजा गणेशजीको गर्छौँ भक्त जाति। सिन्दुर दुबो फुलमाला पूजौँ गणेश बाला। सिन्दुर दुबो फुल आहो पूजौँ गणेश बाला। उपस्थिति सम्पूर्णमा नमन गर्दै पहिले। उपस्थिति सम्पूर्णमा नमन गर्दै पहिले। किन दिगो भजन गाउन लाग्यौँ हामी अहिले। गर्छौँ तिम्रो भजन आलो रक्षा गरान। गर्छौँ तिम्रो आहो रक्षा गरान। गर्छौँ तिम्रो भजन आलो 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 रक्षा गरान। गर्छौँ तिम्रो भजन हे भगवान रक्षा गरान। गर्छौँ तिम्रो भजन आलो 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 रक्षा गरान। गर्छौँ तिम्रो भजन भजन हरे। हे भगवान विष्णुका अनेक अवतार थिए। भगवान विष्णुका अनेक अवतार थिए। द्वापरमा भगवानले कृष्ण अवतार लिए। अवतार लिए कृष्णले भुवर राणालाई अवतार लिए। आहो भुवर राणाले अवतार लिए कृष्णले। 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 हे भगवान भुवर राणाले अवतार लिए कृष्णले। 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 कृष्णले हरे। हे भाद्र किन पक्ष अष्टमीमा किन जन्म भयो। भाद्र किन पक्ष अष्टमीमा किन जन्म भयो। किन लोक 14 भुवन खुसियाली छायो। भुवर हरने काम गर लौना कृष्ण बाला। भुवर हरने काम गर लौना कृष्ण बाला। भुवर हरने काम गर लौना
किनाजीको जन्म भयो मध्यरातैमा किनाजीको जन्म भयो मध्यरातैमा शङ्ख चक्र गदा पद्म चारै हातैमा कृष्णजीको दर्शन मन भयो प्रसन्न कृष्णजीको मन भयो प्रसन्न कृष्णजीको दर्शन 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 भयो प्रसन्न कृष्णजीको दर्शन हे भगवान भयो प्रसन्न कृष्णजीको दर्शन मन भयो प्रसन्न कृष्णजीको दर्शन मन भयो प्रसन्न कृष्णजीको दर्शन भयो प्रसन्न कृष्णजीको दर्शन भयो प्रसन्न कृष्णजीको दर्शन भयो प्रसन्न कृष्णजीको दर्शन दर्शन हरे हे कृष्ण भगवानका चमत्कार छन् कति कति कृष्ण भगवानका चमत्कार छन् कति कति जीवनभरमा कृष्ण हामीले भुल्दैनौँ एक राति कृष्णजीको आरती जपाउँदिन राति कृष्णजीको आरती हो जपाउँदिन राति कृष्णजीको हे भगवान बाल्यकालमा कृष्णजीले बिठाइमा उग्र गर्ने बाल्यकालमा कृष्णजीले बिठाइ उग्र गर्ने उल्का उल्का चमत्कार गर्दै सबलाई हैरान पार्ने यशोदालाई पिर पर्ने कृष्णले लगाने यशोदालाई आहो कृष्णले लगाने यशोदालाई पिर पर्ने 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 हे भगवान कृष्णले लगाने यशोदालाई पिर पर्ने 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 हे आए गोकुलवासी दुनियाँलाई सताउने काले गोकुलवासी दुनियाँलाई सताउने काले दही चोरी साथीसँग खान्थे नि मजाले दहीको ठेकी फोरेर खाइदिए चोरेर दहीको ठेकी आओ खाइदिए चोरेर दहीको ठेकी फोरेर खाइदिए चोरेर दहीको ठेकी फोरेर खाइदिए चोरेर
काढिए तोरेर गोठेटी भरेर काढिए तोरेर गोठेटी भरेर काढिए तोरेर गोठेटी भरेर हे कहिले फेरि गोपिनीका साडी लुकाइदिने कहिले फेरि गोपिनीका साडी लुकाइदिने चाताबारी गाई बस्तुका दाम्ला फुकाइदिने बाला दिनमा कृष्णले दोरो कैरो आए बाला दिनमा आओ दोरो कैरो आए बाला दिनमा कृष्णले 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 कृष्णले दोरो कैरो आए बाला दिनमा 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 कृष्णले कृष्णले हरि हे आए यमुनाको निलो जल कृष्णले नुहाउने यमुनाको निलो जल कृष्णले नुहाउने 16,108 मा राधा नै सुहाउने राधा कृष्ण दुईजना गंगा यमुनामा 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 राधा कृष्ण दुईजना हे भगवान गंगा यमुनामा राधा कृष्ण दुईजना 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 दुईजना हे बाला दिनमा कृष्णले चमत्कार देखाए बाला दिनमा कृष्णले चमत्कार देखाए मिठो धुनले मुरली बजाए सबैलाई नचाए बजाऊ कृष्ण मुरली पवन फेरि फेरि 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 बजाऊ कृष्ण मुरली हे भगवान पवन फेरि फेरि बजाऊ कृष्ण मुरली 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 मुरली हरि गोपीवासको मुरली किनजीको बाजा गोपीवासको मुरली त किनजीको बाजा त्यही मुरलीको धुनमा नाच्नलाई राधा वर्णन गरौँ म कति तिम्रो लीला वर्णन गरौँ म कति तिम्रो लीला कति वर्णन गरौँ म 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 तिम्रो लीला कति
तिम्रो अनेक छन् नाम अपार छ लीला तिम्रो अनेक छन् नाम यो जगतको रूप बदल्ने महान तिम्रो काम कृष्ण लीला अपार को बुझ्न सक्छ र कृष्ण लीला अपार 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 कृष्ण लीला अपार बुझ्न सक्छ र कृष्ण लीला अपार हे भगवान बुझ्न सक्छ र कृष्ण लीला अपार 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 अपार हे कृष्णजीको हामी सबै शरणमा पर्छौँ कृष्णजीको हामी सबै शरणमा पर्छौँ तिम्रै दर्शन मिलोस् भनी भजन कीर्तन गर्छौँ जाउँला पार तरेर कृष्ण ध्यान गरेर 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 जाउँला पार तरेर हे भगवान कृष्ण ध्यान गरेर जाउँला पार तरेर 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 हे लोकशास्त्रीबाट हामी आइयो कृष्ण भजन गाइयो लोकशास्त्रीबाट हामी आइयो कृष्ण भजन गाइयो सौभाग्यले सहभागिता